डाक्टर सन्दुक रुइत भगवान भन्दा कम छैनन्। उहाँले अहिलेसम्म 1 लाख भन्दा बढीको उपचार गरिसक्नु भएको छ। यति धेरै ट्रिटमेन्ट अहिलेसम्म कोही डाक्टरले पनि गरेको छैन। वर्ल्डको सबैभन्दा ठुलो डिजिज क्याटरेक्ट, जसले हामी मध्ये 90% लाई असर पार्न सक्छ र 65 वर्ष पुगेपछि आँखै नदेख्ने बनाइदिन पनि सक्छ। धेरै मान्छे केटिएम आउन सक्दैनन्। उहाँले गाउँ गाउँमा गएर आई क्याम्प लगाएर मान्छेहरूको उपचार गर्न थाले र जोसँग थोरै पैसा पनि तिर्ने स्थिति थिएन उनीहरूको फ्रीमा उपचार गरिदिनु भयो। डाक्टर रुइतले 1994 मा तिलगङ्गा आई हस्पिटल पनि स्थापना गरे। नेपाली एक्टर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि उनलाई मद्दत गरे। अहिलेसम्म डाक्टर रुइतले 650 भन्दा बढी डाक्टरहरूलाई ट्रेन गरिसक्नु भएको छ। डाक्टर सन्दुक रुइत भन्नुहुन्छ, मलाई मेरो जिन्दगी यसरी नै हस्पिटलको लागि पैसा जम्मा गरेर बिताउनु छ र जब उहाँले आफ्नो पेसेन्टको उपचार पछिको जो खुसी देख्नुहुन्छ त्यो नै उहाँको लागि खुसीको कुरा हो भन्नुहुन्छ। यसरी अरूको दुःखलाई आफ्नो दुःख मानेर काम गर्ने मान्छे के भगवान भन्दा कम हुँदैनन् र? डाक्टर सन्दुक रुइत जस्ता नेपालमा 1% मान्छे हुने हुन् भने नेपालको मुहार नै परिवर्तन हुन्छ। तर हाम्रो नेपालमा खुट्टा तान्ने प्रवृत्तिका मान्छेहरूको विकास हुँदै गएको छ। मान्छेहरू अरूको खुसीमा दुःख हुने गर्दछन् र अरूको दुःखमा खुसी हुने गर्दछन्। डाक्टर सन्दुक रुइतले राम्रो काम गरेर धेरै पुरस्कार पाइसक्नु भएको छ। उनी आफ्नो इमानदारिता र कर्तव्य कहिले बिर्सदैनन्। We respect you, Mr. Sanduk Ruit.